खानु गएको गाइस हेर्न सकिन्छ कता गएको अरे अब कति कति पैसाको खै थाहा छैन तर अलिक महँगै होला कति छ अरे कति छ अरे 1100 को कतिवटा आउँछ एकजनाकोमा होइन नि सबैजनाको मिलाएर 1100 नि फेरि कसको मिलाएर अरे सबैजनाको मिलाएर गाइस हामी यहाँ अभिनन्दा फेस रिभिल हेर्न सकिन्छ अभिनन्दाको यो गेममा होइन हाम्रो ईशान दा फेक गेम ईशान दाइ फेक गेम त भन्दा त रानी खेल्छ भाइ अब रातो खाले चाहिँ दामी छैन मलाई ब्ल्याक मन पर्छ ब्ल्याक खालको चाहिँ दामी लाग्छ ब्ल्याक अन्त त्यो किन्नु त राम्रै किन्नु पनि राम्रै हो कि अब ए थार त दामी हुन्छ कालो र त्यो दामी हुन्छ कालो र अब गर्यो यो यता चाहिँ कता जान्छ सिलगढी साथीको घर सिलगढी अझ छ जोरथाङ सिलगढी कहाँबाट जान्छ अब हामी उता के भन्छ माइनिङ radio यस्तो भयो यताबाट पनि जान्छ त्यहाँदेखि पनि कहाँ जान्छ अनि त्यहाँदेखि एउटा ब्रिज छैन ब्रिजको यता त्यो ब्रिज छ त्यसको यता एउटा उता बाहिर पनि भिडियो गर्छ टिस्टा झार्लास नि फोन जाँदैन अन्त यो टिस्टा ब्रिज अन्त हामी घाँसहरूबाट अगाडि जाँदैछौँ ओभरटेक गर्नुहुँदैछ मेरो बाबा काम गर्छ अन्त हामी छिटो जाँदैछौँ आइपुग्न आँटिसक्यो अब हेर्नु यताबाट हेर्ने एकदम सरले चाहिँ ओभरटेक गर्नुहुँदैछ अन्त यो कहाँको साइड हामी चाहिँ अब होस्टेलबाट जाँदैछ होइन सबैजनाको पैसा अब हामी यता तलदेखि चाहिँ वायर फ्याक्ट्री जान्छ अन्त ओभरटेक गर्नुभयो यताबाट वायर फ्याक्ट्री पनि जान्छ होइन वायर फ्याक्ट्री यताबाट पनि जान्छ होइन वायर फ्याक्ट्री मामरिङ केएफसी हामी यही खानु गएको यो अब हामी अनि गाइस यहाँ मङ्गेश दा अभिनन्दा यहाँ आशिष हाम्रो यहाँ दुईजना अब यहाँ पछाडि हेर्न सकिन्छ गाइस माइनिङ पनि आइपुग्न आँट्यो आइपुग्यो अब माइनिङको यता तल चाहिँ माइनिङको क्रिकेट ग्राउन्ड यता तल यतादेखि जान्छ क्रिकेट ग्राउन्ड गम्मी छ कहिले लाग्छ पहिला लाप्रनेस अब यहाँ हाम्रो यो हो माइनिङतिरै हो अब यहाँ खै के छ माथिको गाइस हाम्रो चेन्ज गरेको चाहिँ माथिको ब्याकग्राउन्ड अब हाम्रो गाडीको नाम के हो क्याफेटेरिया आइसक्यो अन्त यहाँ अप्नान्दलु फोटो लिनु भिडियो नजिक के खाना कहाँ खिचिन्छ भाइ हामी यहाँ त्यत्रो गाइस जम्बो कत्रो गाडी हेभी ड्राइभर हुनुहुन्छ अब आफै देखाउन अब देख्छ अन्त उ कालो कुकुर के आयो त्यहाँ गाडी राखिदिनु भएको छ हैन खतरा ड्राइभर हुँदा चाहिँ अब माथि टाटा पुग्यो अन्त हामीलाई मजा आउँदैछ अंकल त माथि दिन्छ माथि आड्यो सुन्दर यता माथि चाहिँ रेलवे स्टेसन हो नयाँ बनिँदै गरेको सिक्किमको हजुर सिक्किमको रेलवे स्टेसन बनिँदैछ अन्त ऊ बुलेरो सुन्दर रिसोर्ट हो खजाना गेट यहाँ दामी पाउँछ खजाना गेट हैन यता चाहिँ हामीलाई बाइकले ओभरटेक गर्दैछ ए बाइकले हामीलाई चाहिँ ओभरटेक गर्दैछ साथीहरु तर ओभरटेक गरि पनि सक्यो अन्त उयो माथि स्कुल अब यो हामी त पुग्यो बाइक कलेज माथिको अन्त यता होटल भ्याल्यु भ्यू
ICICI हो ICICI मेडलाइफ यो चाहिँ कलेज कसले बाटो छ कलेजको दाहरू कलेजको दादाहरू दारी पनि छ कलेजको दादाहरूको दारी पनि छ बिल्डिङ यता पेट्रोल पम्प छ पेट्रोल पम्प अब हामी KFC आइपुग्नु आँट्यो क्यास आइपुग्नु आजनको घर पनि आइपुग्नु आँट्यो अलिकति माथि गर्न KFC देखाउँदै गर है त्यहाँ हेर्नु सक्नुहुन्छ अलि KFC भन्न पनि सक्नुहुन्छ त्यही माथि हेर्नु सक्नुहुन्छ होला KFC this is KFC guys हामी KFC आइपुग्यो हैन उयो गरेको छैन गरे हो मैले हेर्नु KFC यस्तो हुन्छ अन्त पेप्सी पनि पर्छ पेप्सी गाइस हामी चाहिँ अब KFC आइपुग्यो अन्त गाइस म हाम्रो ओइ ईशान यति डल्लै खानु भएको त खान्छिस् खान सक्दैन थियो यति चाहिँ हेर्नु सक्नुहुन्छ क्रन्ची क्रन्ची त्यो हो KFC अब एकछिनबाट मेरो छुट्टी क्या गाइस अब एकछिनबाट पर्खिनु ल एकछिन अहिले स्टप गरिदिन्छु होइन गाइस एकछिन यहाँ अर्डर गर्नुहुँदैछ 190 यतातिर यहाँ यो मल अभियान त खै के रमेशहरू गइहाल्छ गाइस तपाईँहरूलाई नि अब म तपाईँहरूलाई नि बाहिरको भ्यू देखाउँछु ल यता चाहिँ तपाईँ जरुर आउनुहोस् होला दामी दामी खानाहरू पाउँछ KFC बर्गर यो चाहिँ हाम्रो आर्यन राई अब हामी KFC खानु आएको यहाँ गाइस मङ्गेश यता अन्त यहाँ गाइसहरू अन्त यहाँ हाम्रो ईशान दादा तपाईँको नाम के हो निशान्त अनि तपाईँको नाम आर्यन तपाईँको नाम योक तपाईँको नाम तपाईँको नाम के अरे यो मङ्गेशको नाम अलिक पक्रा छ मङ्गेश तेरो नाम अब मेरो नाम चाहिँ प्रणेश हो गाइस म चाहिँ यस्तो फोटो यो फोटो पनि यहाँबाट यसरी खिच्नुपर्छ यहाँबाट है त्यहाँबाट कि ईशान मङ्गेश एउटा फोटो यहाँ गाइस अब चाहिँ हाम्रो अर्डर आउँदैछ फर्स्टमा चाहिँ यसले बनाएको थियो है KFC चाहिँ यसले बनाएको थियो 773 होइन चिकन के थाहा अभिनन्दन दादाले इन्भेन्सन गरेको हो यता चाहिँ CCTV क्यामेरा पनि भएको छ गाइस ह्यान्ड वासिङ चाहिँ ह्यान्ड वास गर्दा हुन्छ र बोइज टोइलेट छ होइन हात धुने पनि छ यो खै को खै चिन्दैन पनि अङ्कल यहाँ सर्ट अनि यहाँहरू टेबल खै त्यो को चाहिँ KFC आइसकेको छ
हाम्रो दादा छन् त होइन मैले छुम खाँदैछ होइन गाइस कहाँ भयो त्यो दादा कहाँ भयो यो दादाले चाहिँ अहिले छुम खाएछ फेरि बरुकटमा एउटा म खान्छु त्यो यो चाहिँ हाम्रो आर्यन राई एकदम फोन चाहिँ एउटा चोरेर यता चाहिँ नम्बर हाल्दैछु सरले त्यहाँ मुखमै हाल्न म सर मेसेज आयो अङ्कल मेसेज आयो होइन गाइस यता कस्टमर आउँदैछ यता चाहिँ केकहरू पनि हुन्छ है केकहरू त्यो हुँदैन आफै मर्छ गाइस अब चाहिँ हामी होस्टेल जाँदैछ होइन यता मेरो साथीले चाहिँ भक्कु बदमास गर्दैछ यही हो म्यामलाई लगेको चिकन खाने यहाँ केएफसी छ यतै यही हो केएफसी अन्त यो हो म्यामको उयो सबसे खतरा अब यहाँ हुनुहुन्छ हाम्रो डोन अन्त यहाँ पछाडि हेर्नु को परबाट घुमेर आउँ है गाइस अब चाहिँ हामी पर जाँदैछ है अङ्कल के देखेको छैन हौ ए अब देखेँ अलिक माथि गरेर लगाइ त्यस्तै अङ्कलले फर्स्ट टाइम चलाएको होइन गाडी जब यो विक होइन गाइस अब चाहिँ हामी रनिङ काट्नु जाँदैछ होइन यो विक फर्स्ट टाइम चलाएको होइन भनेको अन्त गीत लगाउनु त ए सामना भिडियो गर्दैछ अनि हामीले हामीले अस्ति यता रनिङ काट्नु यहाँ हाम्रो दुईटा सिङ्गरहरू हुनुहुन्छ भइगयो यहाँ मङ्गेश दा ए सिङ्गर त्यहाँदेखि यहाँ अभिनन्दा जब की है अब के खै कुन चाहिँ गीत हो चिन्दैन हामी अन्त यहाँ हाम्रो आशिष छेत्री सिधा सादा भोला भाला गाइस तपाईँलाई एउटा हाँस्ने चिज भन्छु ल तपाईँहरूलाई गाडीको सिसा फुटेर चाहिँ उताको सरले कति बनाएछ त यो त इन्डियन ओइल के हो केएफसी गइसक्यो है गएको छैन छैन आइपुग्नु आँट्यो है बाबा होइन हामी त दसैँतिर हामीले डल्लै केएफसीको सामानहरू सक्दिएको थियो है डल्लै केही त थिएन बेसी अब चाहिँ हामी केएफसी खाएर गएको है गाइस केएफसीलाई बाई भन्नुहोस् होला साग र भात खानुपर्छ भन्छ अब घरमा गएर चाहिँ साग खाँदिनँ भात झन् त्यो बनाउनु साथ आएन अब खाने छैन अब केएफसी किनकि मम्मीले दिने हो अब अभिनन्दनले चाहिँ आफ्नो मम्मीलाई दिन्छ कि दिँदैन थाहा छैन त्यो चाहिँ होइन खानु बुवासँग बसेर भन्न बुवासँग बसेर बुवाले अन्त म्यामको केएफसी पनि छिन्छ होला एक्लै खान्छ होला फोनमा एक्जाम पछाडि मात्रै पाउँछु भन् यो चाहिँ राति भएको छ गाइस तर तपाईँहरूले देख्दैन होला यो राति ग्यासबाट हेर्दा पनि हुन्छ ग्यासबाट चाहिँ एडभर्टाइज आउँछ त्यति मात्रै तर के छैन हेरिहाल्नु मन हेरिहाल्नुपर्छ अहिले त कति आज त बनाउनै लाग्छ ए भोलि हेर्नु त भोलि यस्तो भिडियो
अब हामी कहाँ जान्छ अरे अटल सेतु ब्रिज अटल सेतु ब्रिज जान्छ हैन गाइस यो घुम्नको लागि जान्छ सिलगढी जाने हामी ठुलो ब्रिजमा छ हैन अस्ति भर्खर बनेको हैन गाइस अन्त त्यहाँ चाहिँ हामी जुनेर छ होस्टेल जानु अलिक ढिलो हुन्छ गाइस हैन अनि यो चाहिँ ह्याप्पी जर्नी खालको बस हो हेर्नुहोस् देखिरहेछ ह्याप्पी जर्नी आफ्नै भेट म त उयो पहिला हेर्नुहोस् गाना बजान गाइस अब चाहिँ हामी गाना बजाउँछ कि आजको लागि यति नै बाइ 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 गाइस अब चाहिँ हामी ब्रिजमा पुगिसक्यो हैन नजारा हेर्न सक्नुहुन्छ होला खोलेर हेर्न सक्नुहुन्छ ओके बाइ बाइ कहाँ जानु भएको र ए हुन्छ जानु ओके गाइस अब चाहिँ हामी गएको म मात्रै छु यता चाहिँ नजारा हेर्नु सक्नुहुन्छ होला रनर फुटबल तपाईँहरूलाई म एउटा चिज देखाउँछु तपाईँहरूको फेभरेट होला कि तपाईँहरूको हबी के हुन्छ होला भनिदिनुहोस् होला हबी ठुलो र तपाईँहरूलाई म एउटा चिज अब अहिले नै देखाउँछु होइन हेर्नु सक्नुहुन्छ होला ल फुटबल तपाईँहरूको फेभरेट होला थाहा छैन मलाई त्यति चाहिँ मेरो साथीहरूले मलाई बोलाउँदैछ नि त तपाईँहरूलाई अलिक छेउबाट देखाउँछु त गाइस जाडो भयो गाइस अब त मलाई चाहिँ गाइस म लेस पानी गाइस लेस नभए ठिक हुँदैन फुटबल गोल 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 आज कुद्दा बनेर छ गाइस गाइस म त कुद्दैछु क्यामेरा अलिकति उयो भएछ मेरो साथीहरू जो पर पुगिसक्यो हेर्नु सक्नुहुन्छ होला यो चाहिँ म चाहिँ अहिले नै यतै छु गाइस अब चाहिँ म कुद्नै पर्छ